नमस्कार। आज भने मैले बालकथा लिएर आएको छु। साहित्यकार विजय चालिसेले लेख्नु भएको कथाको शीर्षक भो मलाई साइकल चाहिँदैन। यो कथा विजय चालिसेका बालकथा नामक किताबबाट लिएको हो। आमा, मलाई नयाँ साइकल नभई हुँदैन। राजीवसँग कस्तो राम्रो साइकल छ, खेलौना छन्, आफ्नो भने केही छैन। साइकल नलाइदिए म त स्कुलै जान्न के? जय जिद्दी गर्दै थियो। होइन, कहाँ पाउने साइकल किन्ने पैसा? बहिनीलाई स्कुल हाल्ने बेला भइसक्यो, त्यसको लागि पैसा खोज्नु छ। कहिले कुरा बुझ्ने होला छोरा तैले? आमा दिक्क मान्दै सम्झाउने कोसिस गर्दै हुनुहुन्थ्यो। तर जति सम्झाए पनि जय भने पिरोल्न छाड्दैन थियो। जयका बाबा एउटा सरकारी कार्यालयमा हाकिम हुनुहुन्थ्यो। हाकिम भए पनि जागिरबाट आउने तलबले 4 जनाको परिवार पाल्न सधैँ मुस्किल हुन्थ्यो। तै बाबुबाजेले जोडेका अलिकति जग्गा बेचेर सानो घर बनाएको हुँदा घरको भाडा तिर्नु पर्दैन थियो। छोराछोरीलाई चाहिने राम्रो खानपिन, पढाइ आदिमा कमी आउन नदिए पनि उनीहरूका सबै फरमाइस भने पूरा हुन सक्दैनथे। भनेको कुरा पूरा नहुँदा पनि बहिनी धेरै पिरोल्दिनथी। जय भने अरूको जे देख्यो त्यही चाहियो भनेर पिरोल्ने गर्थ्यो। राजीव जयको छिमेकी साथी थियो। केही वर्षदेखि उनीहरू छिमेकमै घर भाडामा लिएर बस्न थालेका थिए। उनको जागिर राजीवको बाबाको भन्दा ठुलो नभए पनि खर्च भने निकै बढी देखिन्थ्यो। राजीवकी आमा सधैँ नयाँ लुगा र गहनामा टाँठिएर हिँड्ने गर्नुहुन्थ्यो। बाबा पनि सधैँ ट्याक्सीमा डुल्नुहुन्थ्यो। घरमा माछा मासु भोज भतेर कहिले छुट्दैन थियो। टोलका मानिसहरूलाई बेला बखत बोलाएर भोज भतेर गर्ने हुँदा सबैले उनको मान मनितो गर्थे। त्यो पैसा कताबाट आउँछ भन्ने उनीहरूलाई कुनै चासो हुँदैन थियो। राजीवका बाबा घुस खाएर धेरै कमाउँछन् रे भन्ने टोलमा गाई गुई हल्ला थियो। जसरी कमाएको भए पनि उनको फुर्ती भने निकै बढी थियो। राजीव र उसका दिदी बहिनीले जे मागे पनि बोली निस्कन नपाउँदै आइपुग्थे। त्यसैले उनीहरू साथीहरू कसैलाई पनि गन्दैनथे। राजीव आफ्नो 3 पाङ्ग्रे साइकल, आफै गुट्ने मोटर, हेलिकप्टर जस्ता कुरा देखाउँदै तसँग छ मेरो जस्तो साइकल, मेरो त अरू पनि कति छन् कति खेल्ने कुरा भन्दै अरूलाई होच्याउने गर्थ्यो। राजीवलाई म पनि त भन्दा कम छैन भन्ने देखाउने लोभले जय पनि सधैँ आमा बाबालाई पिरोल्ने गर्थ्यो। तिमी धेरै झगडा नगर है, नत्र म तिमीलाई छाडेर मामा घर जान्छु। बहिनी कति ज्ञानी छे, तिमी भने बाबालाई पिराएर मात्रै हुन्छ, पैसा नभई कहाँबाट आउँछ साइकल? आमा उसलाई धेरै सम्झाउने कोसिस गर्नुहुन्थ्यो। राजीवका बाबासँग चाहिँ कहाँबाट आउँछ त पैसा? पैसा नभएर हो र मलाई माया नगरेर पो बाबाले मैले भनेका कुरा नलाइदिएको। ऊ आमाले जति सम्झाए पनि सम्झनुको साटो उल्टो कुरा मात्रै बुझ्थ्यो। त्यस्तो उल्टो कुरा पनि सोच्ने हो? आफ्नो बाबाले नगरे कसले माया गर्छ त तिमीलाई? अरूको दाजो लागेर हुन्छ? के चोरेर खराब काम गरेर ल्याइदिने तिमीलाई साइकल? उसका आमा बाबालाई पनि आफ्ना छोराछोरी अरू सरह नै हिँडुन्, उनीहरूले मागेका राम्रा कुरा पुर्याइदिउँ भन्ने चाहना नभएको त कहाँ हो र? तर पुर्याउन सकेन हो। नराम्रो कामबाट कमाएर त्यस्तो गर्न भन्ने उहाँ चाहनुहुन्नथ्यो। त्यसैमा एक साँझ जय र सानी बहिनी बाबासँगै बसेर कथा सुनिरहेका थिए। घर छेउमै 2-3 वटा मोटर आएर रोकिए। मोटरको आवाज थामिन साथ मानिसहरूको चर्को खलबल सुनियो। के भएको रहेछ हेर्न बाबाले झ्याल खोलेर बाहिर चियाउनु भयो। जयले पनि बाबासँगै झ्यालबाट चियाएर बाहिर हेर्यो। सडक बत्तीको धमिलो उज्यालोमा राजीवको घर वरिपरि पुलिसहरू बन्दुक तेर्साएर उभिएका थिए। सडकभरि टोलका मानिसहरू जम्मा भएका थिए। पुलिसहरू किन त्यसरी बन्दुक तेर्साएर राजीवको घर घेरिरहेका छन् भन्ने नबुझेर सबैजना अल्लमल्ल परेका थिए। ऊ पनि बाबासँगै बाहिर सडकमा निस्कियो। केही बेरपछि सबैले थाहा पाए घुस खाएको र भ्रष्टाचार गरेको आरोपमा पुलिस राजीवका बाबालाई समात्न भनेर आएका रहेछन्। पुलिसका हाकिमले त्यहाँ उभिएका छिमेकी मध्ये 4-5 जनालाई आफूसँगै घरभित्र आउन अनुरोध गरे। जयका बाबा पनि भित्र जाने मध्ये हुनुहुन्थ्यो। केही पुलिस घर बाहिर घेरेर बसे, केही 4-5 जना छिमेकीसँगै घरभित्र पसे। जय पनि त्यही भिडमा छिरेर बाबाको पछि लाग्यो। उनीहरू एक कोठामा पसेर सबै कुरा हेर्दै तिनको सूची बनाएका थिए। एउटा ठूलो सेफमा इटा बनाएको सुन, लाप्साका लाप्सा चाँदी, थुप्रै गरगहना थिए।
एउटा ठुलो सुटकेस नोटै नोटले टम्म भरिएको थियो। त्यति धेरै धन सम्पत्ति टोलका मानिसहरूले यसअघि कहिल्यै देखेका थिएनन्। त्यो देखेर सबै आश्चर्यले जिब्रो टोक्दै थिए। ओहो, एकजना साधारण कर्मचारीले कहाँबाट ल्यायो होलान् यत्रो बित्न धन सम्पत्ति? पल्ला घरका काकाले आश्चर्य मानेर भन्नुभयो। कसरी हुनु नि, भ्रष्टाचार गरेर कमाए, नत्र जागिरको तलबले मात्रै यति बित्न धन सम्पत्ति कसरी जोड्न सक्थे? अर्का छिमेकी दाइले प्याच्चै भनिहाल्नुभयो। पुलिसले घरमा पाइएका सबै गरगहना धन सम्पत्ति सरसामानको सूची तयार गरे। उनीहरूले ती सबै धन सम्पत्ति उनको घरमा पाइएको भन्ने बेहोरा लेखेर साक्षीका रूपमा टोलका मानिसहरूको सही गराए। ती सबै कुरा पोको पारेर पुलिसले राजीवका बाबालाई पनि पक्रेर साथै लगे। राजीवका बाबा लाजले मुख छोप्दै पुलिससँगै जानुभयो। त्यतिले मात्र नपुगेर पुलिसले घरको मूल ढोकामै ताल्चा मारिदिए। अब राजीव समेत घरभित्र पस्न नपाउने भए। यति बेलासम्म लाजले केही बोल्न नसकेकी राजीवकी आमा रुँदै भन्नुभयो, घरमा समेत तपाईहरूले ताल्चा मारेपछि म यी लालाबाला लिएर कहाँ जाउँ? बिन्ती हामीलाई बिचलीमा नपारिदिनुहोस्। के गर्नुहुन्छ? हामीले त आदेशको पालना गर्ने हो। तपाईहरू आफ्नो व्यवस्था गर्नुहोस्। भोलि अदालतले आदेश नदिउन्जेल हामीले घर खोल्न मिल्दैन। पुलिसका हाकिमले त्यसो भनेपछि राजीवकी आमा रुन थाल्नुभयो। राजीव र बहिनीहरू पनि रुन थाले। पुलिसले राजीवका बाबालाई पक्रेर लगेपछि मानिसहरू अनौठो कुरा काट्दै थिए। बिचरी राजीवकी आमा उनीहरूका कुरा सुनेर लाजले अनुहार छोपिरहनु भएको थियो। राजीव र बहिनीहरू आमाको धोतीको फेर समातेर रोइरहेका थिए। हिजो अस्ति राजीवका बाबालाई भेट्न आउने भोज भतेरमा जम्मा हुने सबै छिमेकीहरू अहिले राजीवका बाबालाई बदख्वाई गरिरहेका थिए। राजीवकी आमालाई बास र ढाँडस दिने कोही देखिएन। उनीहरूका नातेदार पनि कोही नजिक थिएनन्। अब रात कहाँ गएर बिताउने? आमाको सबैभन्दा ठुलो चिन्ता त्यही थियो। छोराछोरीको बिचल्ली हुने भयो भन्ने सोच्दै उहाँ रोइरहनु भएको थियो। अघिपछि राजीव र बहिनीहरूलाई माया देखाउँदै उनीहरूको अघिपछि गर्ने टोलका मानिसहरू सबै लाखापाखा लागिसकेका थिए। त्यहाँ उनीहरूलाई भरोसा दिन कोही थिएनन्। राजीवलाई हाम्रै घर लैजाउँ न हुन्न बाबा? त्यो देखेर जयले बाबासँग भन्यो। सधैँ आफ्ना खेलौना देखाएर सबैलाई होच्याइरहने राजीवलाई अघिपछि ऊ पटक्कै मन पराउँदैन थियो। यति बेला भने रोइरहेको राजीवको अनुहार देखेर जयलाई दया लाग्यो। तिमीले ठिक भन्यौ जय, भाउजू पिर नगर्नुहोस्, अर्को व्यवस्था नहुन्जेल म खानै बसौँला। गल्ती तपाईँका श्रीमानले गर्नुभयो, तपाईँ र केटाकेटीको के दोष? छिमेकी भनेको पनि यस्तै आपद विपदमा चाहिने हो, जयका बाबाले भन्नुभयो। दोष त किन नहुनु नि? पहिले नै खराब काम गरेर हामीलाई सुख चाहिँदैन भन्न सकेको भए यो दिन देख्नै पर्दैन थियो नि। त्यहाँ बाँकी भएका मध्ये कसैले प्याच्च भनिहाल्यो, चुप लाग्नुहोस् तपाईहरू, यो घोचपेच गर्ने बेला होइन। तपाईँ हाम्रो पनि दोष छ नि। त्यो धन कसरी आयो भन्ने सोच्दै नसोची धनीका मात्रै मान मनितो गर्ने तपाईँ हामी नै हौ नि। हाम्रो यस्तै बानीले त खराब काम गरेर भए पनि धेरै धन जम्मा गर्न मानिसहरू हौसिन्छन्। सबैजना आफ्ना घरतिर लागे। कुनै सहारा नभएका राजीवकी आमा पनि छोराछोरी अघि लाएर जयको घर जानुभयो। उता जयको मनमा भने अनेकौं कुराहरू खेलिरहेका थिए। राजीवको जस्तै साइकल खेलाउन किनिदिन आफूले आमा बाबालाई पिरोल्ने गरेको सम्झेर उसलाई आफूले ठिक गरिनछु भन्ने लागिरहेको थियो। टोलका मानिसहरूको कुरा सुनेर ऊ झसङ्गै भएको थियो। आमाले आफूलाई सम्झाउँदा केही नलागेर के चोरेर ल्याइदिने साइकल भनेको कुरा उसले बल्ल पो बुझ्यो। अहो, आफ्नो इच्छा पूरा गर्न बाबाले पनि त्यसरी नै घुस खाने खराब काम गर्नु भएको भए उहाँलाई पनि पुलिसले यसरी नै समातेर लैजान्थ्यो। यो कुरा कल्पना गर्दा पनि उसलाई डर लागेर आयो। घर पुग्न साथ जयले आमाको हात समात्दै भन्यो, भो मलाई साइकल चाहिँदैन आमा, अब म कहिल्यै यस्तो जिद्दी गर्दिन है। स्याबास छोरा, अब भने तिमीले कुरा बुझ्ने भयो। उसको त्यो कुरा सुनेर उसका आमा बाबाको अनुहार खुसीले हँसिलो देखियो। यो कथा 2031 फागुनमा सुनकेसरामा छापिएको थियो।